हाम्रो खाना आयो होइन खाना खाँदैछौँ हामी चाहिँ होइन खाना आयो तर हामी एकछिन खाना खान्छौँ भने खाना खाएर चाहिँ अनि फेरि एउटा सानो है हामीले खाना खाएर निस्क्यौँ हामी चाहिँ होइन गाइस हेलो भाइ यहाँ चाहिँ हामीले खाना खाएर निस्क्यौँ जाँदैछौँ होइन यहाँ जुत्ता हेर्न जानु पर्यो अब होइन आयो जुत्ता हेर्दा होला अब होइन उता जाऊ नि हेर्न चाहिँ जाऊ नि हेर्न होइन फोटो खिचेर पठाउनु पऱ्यो क्या मैले जुत्ता हेर्दैछु अब होइन एकछिन बच्चाको जुत्ता हेर्दैछु म एकबार है त म फेरि जोडिदिन्छु है थ्याङ्क यू भाई भाई ये वाला है कि और जूता है कि नहीं और वाला डिज़ाइन में है कि नहीं इसमें नहीं इधर वाला जो भी देख रहा हूँ मैं सारा लगा हुआ और हो गया है कि नहीं सारा लगा हुआ और है तो एक बार देखना पड़ेगा मुझे ये वाला कितना पड़ेगा कौन सा ये वाला का 200 200 आपको लेना है या सिर्फ वीडियो बनाना है? नहीं नहीं लेना है ना है वीडियो पर नहीं ये वाला वीडियो बनाकर भेजना पड़ेगा वो वाला चूज करेगा ना वो वाला जुत्ता लेना है क्या मुझे यहाँ भएको जुत्ता चाहिँ खास के रहेछ होइन यस्तो रहेछ अब एउटा जुत्ता किन्न आएको म अब बच्चाको लागि भनेर हेर्न आएको यस्तो खासै त देखेन भयो नि मलाई हामी यहाँ जुत्ता हेर्दैछौँ होइन गाइस खै कसले तपाईँ किन्ने होइन कुन खै यो चाहिँ जुत्ता छ नि यो चाहिँ हाम्रो सानो बजार जस्तो रहेछ क्या ट्याक्कै जोरपाटतिरको सानो बजार लोकल बजार कसलाई यस्तो वाला रहेछ यहाँ थ्याङ्क यू सो मच एकछिन हामी घुम्छौँ अनि फेरि अरू भिडियो बनाउँला म होइन गाइस जुत्ता किने हो कुन चाहिँ ब्ल्याक मेटालिक जोर्डन यहाँ इधर देखिए क्या चाहिए आपको बोलो मेरा बाइक को लागि चाहिएको थियो क्या चाहिए बोलो भाइ मसिनो होला मेरो बाइकको लागि चाहिएको थियो मलाई होला त्यस्तो होइन यस्तो होइन कि अर्कै हो म चाहिँ अघिदेखि घुम्न गएको थिएँ होइन दुईवटा जुत्ता किने अनि फर्काउँदैछु बाटोमा अहिले चाहिँ होइन अब के गर्नु यहाँको यसो यस्तै रहेछ यहाँ ठाउँ अहिलेसम्म यहाँ यस्तो लागिरहेको छ कि यस्तो
चाहिँ रफ गाडीहरू कुदिरहेको छ यहाँ भिड लागिरहेको छ म एकछिनमा अब होटलमा पुग्न लागि होटलमा बसेका छौँ हामीहरू चाहिँ 4 जना साथीहरू छ हाम्रो बसेका छौँ होटलमा होइन अब यहाँ चाहिँ चस्मा चस्मा किन्न लगाएछन् अब मैले चाहिँ पावरवाला चस्मा लगाएको छु अब मलाई खासै चस्माको आवश्यकै छैन के लगाउनु होइन यहाँ घडी किनेको थिएँ हिजो लास्टै ठगेछ नि यहाँ मलाई 100 रुपियाँ घडीलाई 300 लिएर थाहा भयो नि ठगेछ तर मेरो त यस्तो छ है घुमघामी मजाले घुमेको छु म त खाना जान लाग्यो अब खाना खायो ब्याग छ लास्टै यहाँ चाहिँ होइन आज रेगुलर खाने भएर चाहिँ यहाँ वेट गरिरहेको छु गर्दैछ यहाँ खानेकुराहरू